हेलो गाइस, यो चाहिँ मेरो नेक्स्ट ब्लग है गाइस। वेलकम टु माई ब्लग, सुशान्त ब्लग। र आज चाहिँ हामी भन्नाले म बाहिर जाँदैछु। कहाँ भन्दाखेरि चाहिँ दुबई हो है। अब 7 दिनको लागि मजाले घुम्ने, बस्ने, खाने यताउता होइन। अब तपाईँहरूलाई म दिनदिनै भिडियोहरू हाल्नेछु। अब स्टे ट्युन है गाइस। अब हेर्दै गर्नु होला भिडियोहरू कस्तो आउँछ, के कस्तो हुन्छ है। अब यसरी प्लेन उडिरहेको छ यहाँ। ल गाइस, अब हामी यहाँबाट निस्क्यौँ। र गाइस, भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त। ल नानी त पनि खुवाइदे त्यसमा थप्छु ल शुभयात्रा राम्रोसँग जानुहोस् गएपछि यसो म्यासेज चाहिँ गर्नुहोस् भिडियो कल गर्छु। मात्रै लानु पर्यो ल शुभयात्रा। ल शुभयात्रा राम्रोसँगले जानु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु। आउँदैछु। ल गाइस, हामी चाहिँ यहाँबाट निस्किन्छौँ है। अब टिकट अलग भइसक्यो है। ल हाम्रो लगेजहरू रेडी भयो। रमाइलो हुने हो आजको यात्रा त। ल हामीसँग चाहिँ भाइहरू हिँड्यो, बुवा हुनुहुन्छ। र हामी चाहिँ एयरपोर्ट छिरौँ अब यहाँबाट। मान्छे त टन्न छ नि, बाहिर जाने मान्छेहरू राम के साह्रो। ट्रली लिन आएको है, कहाँ अगाडि आउनु पऱ्यो छ। ल ल ल म चाहिँ एयरपोर्टबाट भित्र आइसकेँ। एयरपोर्टबाट भित्र आएपछि ब्याग चेक इन गरेँ। त्यहाँ पछि बोर्डिङ पास लिएँ। अनि यता आएर इमिग्रेसन पास गरेँ। अनि इमिग्रेसनले चाहिँ एउटा फर्म दिँदो रहेछ, त्यो फर्म भर्नुपर्ने रहेछ। त्यो फर्म भरेपछि चाहिँ तपाईँ अनि त्यहाँबाट मात्र अगाडि निस्किन पाउने के। अनि त्यो गरेँ। अनि मलाई इमिग्रेसनले चाहिँ के सोध्यो भने तपाईँ कति दिनको लागि जाँदै हुनुहुन्छ, किन जाँदै हुनुहुन्छ, तपाईँ नेपालमा के काम गर्दै हुनुहुन्छ, यताउता सब सोधिरहेको थियो होइन। अनि सब भने। अनि त्यहाँ पछि होइन तपाईँ काम गर्नको लागि जान आँट्नु भएको छ यताउता भनिरहेको थियो कि। अनि मैले भनिरहेको थिएँ होइन म त्यही घुम्नको लागि जान आँटेको 1 हप्ताको लागि यताउता भने है। अनि जान चाहिँ दियो फाइनल्ली। म चाहिँ अहिले वेटिङमा बसिरहेको छु होइन। अब मेरो फ्लाइट चाहिँ 11:15 छ।
टाइम चाहिँ लाग्छ अब यहाँ अहिले ठ्याक्कै 8:04 गएछ 8, 9, 10, 11 त्यही 2-3 घन्टा चाहिँ यहाँ म बस्नै पर्ने हुन्छ तपाईँहरूलाई म देखाइरहेको हुन्छु है त स्टे ट्युन हेर्दै गर्नु होला अझै इन्फर्मेसनहरू तपाईँलाई दिइराखेको हुन्छ है त म सब प्याक भएर बसिरहेको छ बोर्डिङ पास देखाएर बसिरहेको छन् मान्छेहरू ठ्याक्कै देख्यो त्यो अगाडिको त्यो उयो छ नि इन्ट्रोभर्ट टाइपको त्यो मान्छेले खाँदैन रहेछ नि त्यहाँ आएको भए मान्छे ठिकै तर्सिँदै होइन तर होइन बोल्ने मान्छे भयो भने बोल्छ क्या बोल्नु चाहिँ त्यो अघि लभली भनेको उनीहरूको भाषामै मिल्दैन रहेछ क्या के भनेको त्यो लभली भनेको यताउति उता त अर्कै हो नि त टोने उता पूर्व उयो के अरे पश्चिमेलीहरू पछि के भन्छ त देउडा सेउडा यताउति है त्यस्तो हुन्छ गाइज हामी चाहिँ घुम्दैछौँ है एक चक्कर हान्दैछौँ यस बबल छ लगाइज हामी चाहिँ यहाँबाट निस्क्यौँ है बोर्डिङ पास यहाँ रेडी भएको छ हामी यहाँ आएपछि चिन्जानु भयो साथी भयो नि हामी ल अब निस्क्यौँ हामी यहाँबाट अगाडि सर्दैछौँ ल हाम्रो चाहिँ पछाडि रहेछ होइन त पछाडि गाइज रमाइलो हुँदैछ ट्रेनको आवाज लास्टै लाउड आइरहेछ है पुरा इन्जिन खोलिरहेछ नि त हामीलाई वेलकम पनि गरिदिनु भयो है त्यसको लागि धन्यवाद जमिन छोडियो नेपालको जमिन ट्रेनभित्र ल हामी चाहिँ सिटमा आएर बस्यौँ ठ्याक्कै झालको सिट परेको छ है मेरो एउटा साथी उहाँको झ्यालमा परेको छ अरू 2 जना यहाँ छन् यहाँ एकजना त्यहाँ छन् है ल हावाभरला बच्चाहरूको सुरक्षाकै उडान कर्मचारीले उपलब्ध गराउनेछन् In case of emergency water, your life jacket is located under your seat. Practice seat to remove lights from the pouch and place seat or head is on. Fasten strap in front and pull tight secure. You will leave your flat into the taxi pipe, bring down the weight toggle. Life jacket can stop by pull on pieces. Life jackets for infant will private cabin crew. Exits is the बागमा 8वटा आपतकालीन ढोकाले च्याल छन् जसमध्ये 13वटाको अगाडि भागमा 4वटा च्याल मध्य भागमा र 13वटाको पछाडिको भागमा There are 8 emergency exit on board aircraft. Two at the front. इमर्जेन्सी एक्जिट चाहिँ 8वटा छ अरे Escape path lighting. जहाजभित्रहरूमा फर्कनमा वैमानिकमा कालीबन्दीहरू पछि आपतकालीन प्रस्तुत गर्न सक्नुहुनेछ. During low pressure condition aircraft with smoke or any other reason, escape path lighting along the forward air exit. Safety instruction card. सुरक्षा सम्बन्धी निर्देशिका हरेक सिटको खल्तीमा राखेको छ. कृपया उडानको गाडी राम्ररी राख्नु होला. Safety instruction cards are kept in the seat pocket from it. Please read it carefully before taking off. Thank you. सेफ्टी इन्स्ट्रक्सन डर देखाउँछ त क्वाँ गरेर साथी हेर्दैछ परबाट गाइज इन्जिन स्टार्ट भइरहेछ है पुरा थ्रोटल हान्दैछ ठ्याक्कै इन्जिनकै माथि परियो कि अलिक धेरै आवाज आउँछ कि जस्तो लागिरहेछ ठ्याक्कै पङ्खाको माथि के
गाह्रो हुन्छ कि जस्तो लागिरहेछ। अर्को साथी त्यहाँ छ। अब कति दिन कति महिनाको लागि है अब निस्किएको छु, कहिले आइन्छ। नेपालको धरती चाहिँ नेपालको के भन्छ अब धरती चाहिँ छोडिसक्यो। पन्ध्र वर्षभित्र त धेरै उडिसक्नु पर्यो त। वर्षमा 3 चोटि उड्यो। ठिक छ। बाउन्स हान्छ त यार। उड्यो उड्यो। पुरा फ्री फल भयो जस्तो भयो। गाइज उड्यो हामी चाहिँ। पानी दियो साङ्ग्रिला चम्मच देखेको प्लास्टिक तातो रहेछ। खोलेर देखाउँछु। के न छ भनेको त थोरै रहेछ थोरै। पछि के हुन्छ
अपर्च्युनिटी चिकन अचार फिस अचार Oxford Medical Service, Robert Harvey Service, Wesley's Managing inside that vaccine starting from the base laboratory for guidance by second gas payment. Thank you. अरू केही खानु पऱ्यो भने त क्यास पेमेन्ट गर्नुपर्ने रहेछ क्यास दिएपछि मात्रै खाना पाउनु फ्रीको चाहिँ यो मात्रै रहेछ दाल भात है दाल भात दाल भात कस्तो हुँदैछ ए मेरो पनि हामीले वहाँबाट निस्किने बेलामा कफी खाएको थियौँ कि तातो तातो कफी यहाँ माथिको सबै छाला उक्किएको छ त्यही भने मेरो पनि गयो दिदी जिब्रो मेरो त माथि गाइस हामीले हिँड्ने बेलामा चाहिँ कफी खाएको थियौँ कि के अरे ब्ल्याक कफी खाएको थियौँ कस्तो तातो थियो कि त्यो तातो खाएकोले पुरै जिब्रोदेखि माथिको भाग सबै छाला उठेको छ यसको त केही टेस्ट आएको छैन मलाई मात्रै होइन तिनवटा साथी हामी चारजनाले खाएको कफी चारजनाले नै पुरै गएको छ कि गाइजले यो कोक चाहिँ 150 है अब यो यही कोकलाई तल जमिनमा 50 रुपियाँ पर्छ होइन हावामा 150 पर्ने रहेछ 100 रुपियाँ बेसी गाह्रो छ ल अब खाइन्छ गाइज लेयर्स खान पाइयो लेयर्स चाहिँ मैले मेरो पैसाले किनेको होइन यो पनि मेरो पैसाले किनेको होइन है सब फ्रीमा आइरहेछ सब खानामा व्यस्त छन् केही देखेको छैन है तल अलि लाइटहरू हो कि जस्तो देखिरहेको छ तल जमिनमा चाहिँ ट्रेनको लाइट मात्रै देखिरहेको छ क्लिक गरेको हाम्रो चाहिँ खानेपिने सबै सकिसक्यो गाइज मुनि बादल कस्तो मजाले झुलिक गर्दैछ है आँखाले देखेको जस्तो चाहिँ यहाँ देखिएको छैन कि क्यामेरामा तर बब्बाल देखिरहेछ पानी पर्ला जस्तो भइरहेछ हामी चाहिँ आइपुग्यौँ अरे दुई बजेर 2:46 भएछ हामी ठ्याक्कै दुबईको माथि छौँ अरे है अहिले चाहिँ अन्त पिच्छामा पिलिक त्यो अलिअलि देखिएको चाहिँ सबै सिप हो क्या ठुलो खाले सिप कि कस्तो खाले सिपहरू देखिरहेछ उताको लाइटिङहरू बल देखिरहेछ यार
मुनि कस्तो दामी देखिरहेछ लाइटिङहरू बल्ल देखिने हो नि त अघिदेखि लाइट बन्द गरेको यो तल कस्तो दामी लाइन देखेको त्यो त पुलै हो कि क्या यार यत्रो लामो छ बिस्तारै बिस्तारै तल झर्दैछ यार We are going to land है अब बब्बाल देखिरहेछ यार झिलिमिली क्यामेरामा अलिक प्रष्ट नआए पनि है सुपर नेट मोडमा मजाले राम्रो नआए पनि आँखाले चाहिँ बब्बाल देखिरहेछ वाह अब देख्यो नि त झिलिमिली त विङ्सहरू पनि तल माथि गर्दैछ है अब ल्यान्ड गर्नको लागि यहाँ त सेतो लाइटहरू भन्दा पनि रातै रातो लाइटहरू देखिरहेको छु धेरै चाहिँ सेतो सेतो कुनै कुनै ठाउँमा चाहिँ
पर ठुलो ठुलो टावरहरू देखिरहेको छ। यता त सानो सानै छ अहिलेसम्म त देखिरहेको त। तर यति राति पनि गाडीहरू के साह्रो हिँडेको यार। ल वी आर गोइङ टु ल्यान्ड है। अब चाहिँ धेरै छैन अब। Guys, it's time to land. To you. Hello guys. A full ब्याक थ्रस्ट लगाउँदैछन् अब चाहिँ प्लेनहरू रोक्नको लागि। ब्रेक पनि लाग्यो। ल वी आर सेफली ल्यान्डेड है। अब चाहिँ यति भए त पुगेको नि। जस्ट भिडियोबाट थ्याङ्क यू भन्छु है पाइलटहरूलाई। पहिला त समय हामी भर्खरै दुबई अन्तर्राष्ट्रिय विमानस्थलले युएईमा अवतरण गरेका छौँ। बाहिरको टाइम 33 सेट छ र स्थानीय समयअनुसार बिहानको 1:25 गएको छ। मैले त सनबेन सिटको विधि अनुसार ननिवेश मलाई जहाज पर्थ्यो। बिहानको 1:25 गएको छ अरे। सिटमा रिक्साउन गएका चाहिँ खुल्ला सामान खसेको भएकाले विशेष ध्यान दिनुपर्छौँ। विमानहरू सँगै सम्पूर्ण सामानहरू सफाइको सुनिश्चित गरौँला। कप्तान सचिव र सम्पूर्ण उडान कर्मचारीहरू हिमालय राजपति एयरपोर्टमा धन्यवाद दिँदै यात्रा आरम्भ रह्यो भने विश्वासको साथ भविष्य परीक्षाको अवसर अवश्य त्यही अवसर दिनुहुन्छौँ। धन्यवाद। Ladies and gentlemen, we have landed at Dubai International Airport in UAE. The local time is 1 AM and our temperature is 33 centigrade. For comfort and safety, please remain seated with your seatbelt. Thank you. Oh fuck. के साह्रो तातो। बाहिर त के साह्रो तातो के उपर छ त। म त्यति साह्रो तातो त छैन होला भने कस्तो तातो हो हाम्रो ल हामी आएको प्लेन चाहिँ त्यही है हिमालयन। म सायद उतो गेटमा थियो होला होटेलमा। अनुहारै अर्कै चेन्ज भयो। अनुहारै अर्कै चेन्ज भयो कि हेर त कस्तो काले न काले पो देखिँदो रहेछ हौ। आफ्नो नसोचेर हो क्या यो। मनी एक्सचेन्ज चाहिँ किन गर्नु लट्स अफ छ त। मनी एक्सचेन्ज किन गर्नु लट्स अफ छ त। फेरि एक राउन्ड घुम्छ। ल हामी चाहिँ लगेज पर्खिरहेको छौँ। लगेज पो चिनिन भने पो गिद्दी हुन्छ त। मेरो त्यही त हो। पिङ्की हो पिङ्की हो होइन मेरो त ब्लगको नाम लेखेको छ होइन। हुन्छ अर्को पनि छ लगेज। त्यहाँ सामानहरू दाइले ल्याइदिएको छु।
आदि सर सामानहरू गाइज हामी पर्खिरहेको छौँ है सामानहरू आएपछि देखाउँछु ल गाइज म चाहिँ आइपुगेँ है अनि दुबई एयरपोर्टबाट बाहिर निस्केँ ट्याक्सी लिएर चाहिँ अगाडि जाँदैछु होटलतर्फ सिन चाहिँ बबाल छ यार ठ्याक्कै यो साइड छ है एयरपोर्ट चाहिँ हामी अलिक टाढा आइसक्यौँ र मैले कार्डबाट 500 निकालेँ अब कति खर्च हुन्छ के खर्च हुन्छ म तपाईँहरूलाई भनिदिइरहेको हुन्छु गाइज हेर्दै गर्नु होला होटलतर्फ जाँदैछ यता ओमेगा क्लक टावरमा आइपुग्यो बढ्दै भयो उस तर्फ कुछ दिन पहले ना आपका 2 नेपाली लोग आया हुआ था उनका कहीं पे मतलब वो गाड़ी लेट था कंपनी का गाड़ी था वो आ रहा था वो उधर ना भाई की तरफ आगे खड़ा था अभी हम 4-5 लोग था वो पाकिस्तानी था वो सब खड़ा था अभी वो पता है ज़्यादातर जो नेपाल का लोग है वो उनका हाइट छोटा छोटा ही है वो पतला सा और हाइट थोड़ा छोटा सा खड़ा था अभी हम जितना भी खड़ा है सबका हाइट 6 फीट है हमारे पास आके बोलते हैं भैया आप किधर से हैं हमने बोला भाई पाकिस्तान से भाई आप कितना बड़ा है हाँ वहाँ पर इतना हंसा हमने बोला यार ये क्या तुमने बोला है कहता मैंने गलत बोला कहने का यार गलत नहीं बोला लेकिन आप ऐसा बोल रहे कि हमारा तो नॉर्मल है ये कहता नहीं देखो ना सभी आदमी इतना बड़ा है कहने का यार वो अपना अपना कंट्री का हिसाब है कंट्री बहुत खूबसूरत है यार मैंने तो अभी तक देखा होगा बहुत सुंदर है लेकिन अभी मैं व्लॉग वगैरह देखता हूँ ना उसमें वो दिखा रहा है नेपाल का हमारा पाकिस्तान का भी लोग गया हुआ है जाके दिखा रहे हैं यार मैं कहता हूँ मैंने ज़िंदगी में कभी ऐसी जगह नहीं देखी ये पहाड़ ऊपर बादल घूम रहे हैं पानी है सब कुछ है वेदर बेस्ट है हाँ उसने बोला कि मौसम भी बहुत अच्छा है और दूसरा ये देखो कितना इधर मतलब वो दरख्त वगैरह ट्री वगैरह पहाड़ों के ऊपर इस तरह बादल जा रहे हैं लगाइज म चाहिँ रुम आइपुगेँ है रुम छिरेँ कार्डहरू लगाएँ कार्ड लगाएपछि सुरुमै वासरुम छ है वासरुम बबाले छ 950.29 दिराम दिएको छु है यो रुमको लागि सेपहरू मजाको छ लन्ड्री ब्यागहरू पनि रहेछ ल फाइनली आइपुग्यो दुबई दुईवटा सुटकेस ल्याएँ यो कफीहरू यताउता पनि सबै हुने रहेछ है पानीहरू बेड डबल बेड रहेछ फ्लाइटमा नसुत्रे होला आँखा कस्तो कस्तो पोलिरहेछ है ल गाइज म चाहिँ रुम आएर पनि नुहाइधुवाइ कार्यक्रम सक्यो होइन नुहाएर यसो बसिरहेको छु केही खाना खाएको छैन के भोक लागिरहेछ है एयरपोर्टबाट आएपछि भोक चाहिँ ओभर लाग्न थालिरहेछ गाइज भोक अब केही खानको लागि चाहिँ यही होटलदेखिको साइडमा चाहिँ एउटा रेस्टुरेन्ट रहेछ यो होटलमा चाहिँ लास्ट टाइम महँगो खानेकुराहरू होइन सबै कुरा अब यहाँबाट चाहिँ म पल्लो रेस्टुरेन्ट जान्छु त्यहाँ चाहिँ केही खान्छु त्यहाँको यसो मेनुहरू हेर्दाखेरि चाहिँ 20 दिरामदेखिको त्यही 35-50 दिरामसँग
को खाजाहरू रहेछ, खाजाहरू रहेछ। यो होटलमा चाहिँ 50 माथि के सबै 100, 200, 500सम्मको रहेछ खानेकुराहरू होइन। यत्रो त खान सकिँदैन, यत्रो महँगो त होइन। त्यही भएर चाहिँ पल्लो रेस्टुरेन्ट जाँदैछु के खानको लागि। ल हेर्दै गर्नु होला गाइस। मेरो रुमबाट बाहिर निस्केँ म। अटोमेटिक लक लाग्छ है, चाबी चाहिँ यसको यो छ। म बसेको चाहिँ रुम यो है, 208। लिपस्टिक कस्तो छ। हामी 0मा जाने हो, एमा जानु भने देखाएको छ ए। त्यही घाम म बसेको होटल चाहिँ म देखाउँछु यता। यता यो सिटी सिजनल्स टावर भन्ने छ होइन, यस्तो ठुलो छ क्या, पुरा यस्तो ठुलो। यस्तो घाम छ नि बाहिर त राम्रो, यस्तो घाममा त कसरी बस्नु। थोरै अगाडि जाने हो, खानेकुराहरू ल्याउने हो, आउने हो। यहाँ जान मन लागिरहेछ। यो ठ्याक्कै उ रहेछ सेन्ट्रो भन्ने, यहाँ चाहिँ डिपार्टमेन्ट जस्तो कि सबै कुरा पाउने। म बसेको होटल कस्तो दामी देखिएको छ नि, निलो छ क्या पुरै। 14 तला कि कति तला छ भन्दै थियो। 14 तलामा चाहिँ स्विमिङ पुल रहेछ। म तपाईँहरूलाई त्यहाँ पनि गएर देखाउँछु। त लास्ट गर्मी हेर, तातो हावा। जान दिइरहेको रहेछ। बेला पास भइहाल्ने यार। कुद्नुपर्छ यार एकछिन त। कस्तो बवाल देखिएको छ नि। ल त क्या दामी देखिरहेको छ होटल, म बस्ने होटल चाहिँ। यो रुमान हैदराबाद यहाँ छ, यसबाट लिएर जानु पर्यो भनेको। हेरौँ जान दियो। सुरुमा जुस लिनु छ, जुस भन्दा पनि ऊ के भन्छ ब्रेड, अनि यताउति लिन्छ। अनि त्यहाँदेखिको आएर चाहिँ त्यो खानेकुरा लिएर हिँड्नु पर्यो। के दाम दिएर बुर्जमा, यहाँ चाहिँ बुर्जमा चाहिँ ठ्याक्कै छ खाँदा। यस्तो ठाउँ तर बाहिर हिँड्दा चाहिँ लास्टै गर्मी के, त्यही गर्मी चाहिँ सहन सकिँदैन होइन। रुम त चिसो छ नि। अब
एक हप्ताको होटल बुकिङ छ है। एक हप्तामा मैले नेपाली त्यही 40,000 39,000 जति खर्च गरेँ होला। अब यहाँको पैसा चाहिँ कति भन्दाखेरि 950.42 दिराम मैले यहाँ सकेँ एक हप्ताको लागि। यो होटल हो क्या बस्नेहरू होइन बबाल देखिरहेछ ल। म चाहिँ यहाँ पछाडिको रूममा गएर केही खानेकुराहरू ल्याउँछु है त। अर्डर दिएर थोरै टाइम लाग्छ अरे। मैले उता मार्टबाट के ल्याएँ भन्दाखेरि एउटा ब्रेड ल्याएँ, एउटा जुस पनि ल्याएको छु, अनि के भन्छ ब्रेड दुई खाले ब्रेड ल्याएको छु होइन। एउटा अर्कै खाले छ, म तपाईँहरूलाई रुममै पुगेर देखाउँछु। अहिले चाहिँ म ठ्याक्कै रुङमाङको हैदराबाद भन्ने रेस्टुरेन्टमा छु है। आधी घन्टा लाग्छ अरे हैदराबादी बिरयानी बनाउनको लागि। बसिरहेको छु, घाम बाहिर लास्टै छ, तातो हावा आइरहेछ। बाहिर त्यस्तो भइरहेन। गाडीहरू हेरेर म छक्क परिसकेँ। यस्तो बबाल गाडीहरू आइरहेछ नि होइन। कपाल अलिक छोटो काटेको जस्तो लागिरहेछ। केही छैन त्यसको लागि। बुर्जुमान भन्ने ठाउँमा छ है त। म ठ्याक्कै यहाँ छ बुर्जुमान भन्ने ठाउँ छ होइन। टाइम त लाग्छ एकछिन, आधी घन्टा जस्तो बस्नुपर्ने रे। त्यसको लागि हेरौँ के हुन्छ। गर्मीले गर्दाखेरि त्यो फुलहरूलाई त्यहाँको फुलहरू छ होइन, फुलहरूलाई चाहिँ जमिन मुनिबाटै पानी सरर छर्किने रहेछन्। फुलहरूलाई घाम के अरे गर्मी नहोस् भनेर चाहिँ त्यस्तो छ है सुविधा। यहाँको मलाई के दामी लाग्यो भन्दाखेरि ठ्याक्कै मान्छे हिँडेपछि गाडीहरू आफै स्लो भइहाल्ने क्या, त्यो चाहिँ मलाई बेस्ट लाग्यो यहाँको। टाइम लाग्छ गर्नको लागि। आधी घन्टा पर्खिनु पर्ने यार, भोक लागिसक्यो मेन कुरा चाहिँ है। ल गाइस म एकछिनमा भेट्छु बिरयानी आएपछि है त। घामले डढ्छ भनेर फुल सर्ट लाएर हिँडेको, गर्मी लास्टै हुने रहेछ। फुल सर्ट पनि लाउनु नमिल्ने रहेछ गर्मीले त। फेरि अब हाफ लाएर हिँड्यो भने डढ्ने भने डर। गाह्रो। गाइस होटल आइपुग्यो त। होटल चाहिँ बबालै छ यार, यत्रो माथि छ नि, माथिसम्मको। पसिना चुइसक्यो यार। Water. 208. पानी मगाएको छु। कतिबाट जानु पर्यो? Have your first cup. बवाल छ बवाल। यत्रो महँगो छ होटल है। जल्दी खोल्ने त यो।
लाइट बल त सबैतिर ल गाइस आइपुग्यो सामान लिएर टन्न सामान ल्याएँ आज कतिको ल्याएँ भन्दाखेरि यता 11 दिराम उता 14 दिराम भनेपछि ठ्याक्कै 25 दिरामको सामानहरू लिएर आएँ खानेकुराहरू मात्रै दिउँसोको लागि खाजा पनि ल्याएँ अहिलेको लागि खाना पनि ल्याएँ खाना भन्नाले त्यही बिरयानी यहाँ नेपाली खाना टाढा पुग्नु पर्ने रहेछ होइन ल गाइस म तपाईँलाई खाना बेलामा भेट्छु तब पानी मगाएको छु पानी आउनलाई 5 मिनट 10 मिनट जति लाग्छ होला त्यो आएपछि म खाना खान्छु है त 4टा बोतल भएपछि त बेलुकासम्मलाई पुग्यो मलाई चिन्ता छैन 2टा बोतल चाहिँ यहाँ छ राखिरहेको छु एक्स्ट्रा मगाइराख्नु पऱ्यो नि होइन फेरि ठ्याक्क चाहिने बेलामा कहाँ तिर्खा लागिरहेको हुन्छ भनेपछि 10 मिनट पछि ल्याइदिन्छन् अहिले चाहिँ आज छिटो ल्याइदिएँ मलाई त्यही समथिङ 4 मिनट जतिमा ल्याइदियो होला ल अब लुगा चेन्ज गर्छु अनि खाना खाने बेलामा भेट्छु है त तपाईँलाई ल गाइस मैले चाहिँ लुगाहरू चेन्ज गरेँ पानी पनि आइसक्यो होइन अब खाना खानु पऱ्यो भनेर सोचिरहेको छु खाना खानुभन्दा अगाडि चाहिँ तपाईँहरूलाई म बिल देखाउँछु बिल भनेको ठ्याक्कै मैले एउटा म्याङ्गो जुस अनि एउटा ब्रेड अनि एउटा चिज ब्रेड भन्ने छुट्टै ल्याएँ अनि एउटा लाइटर पनि किनेँ होइन यताउता गर्दाखेरि तपाईँहरूलाई कति पुग्यो भन्दाखेरि हेर्नु के ल्यायो भनेर ठ्याक्क 10.98 दिराम भनेको नेपालीमा कति हुन्छ तपाईँ आफै कन्भर्ट गर्नु होला होइन अनि जस मैले 11 दिराम यहाँ सकेँ अनि यता हैदराबादी बिरयानी पनि ल्याएँ होइन त्यो ल्याउँदाखेरि मलाई 14 दिराम सकियो ठ्याक्क 14 दिराम सक्यो होइन जम्मा जम्मी मेरो अहिले 25 दिराम मैले खर्च गरेँ 25 मा मलाई अब बेलुकाको लागि पनि दिउँसोको लागि खाजा पनि भयो अहिलेको लागि खाना पनि भयो यो ब्रेड अलिक धेरै छ भोलिको लागि खाजा पनि हुन्छ होइन त्यही भएर अलिक धेरै ल्याएँ मैले खानेकुराहरू चाहिँ ल म अब खाने बेलामा भेट्छु है त अब खान्छु निकालेर यताउता गरेर तपाईँहरूलाई देखाउँछु म लगाइ चाहिँ मैले चाहिँ खोलिसकेँ है खोलेपछि तपाईँहरूलाई देखाउँछु म के ल्याएँ भनेर बिरयानी दामी छ होइन भित्र चिकन 1 पिस अफ चिकन भन्ने ल्याएँ अनि यसमा चाहिँ के आउँदो रहेछ भन्दाखेरि यो गार्लिक अचार आउने रहेछ अनि यो चाहिँ दही हो कि मही हो खाएर देखाउँछ है त मही रहेछ ल अब खाइन्छ टेस्ट कस्तो हुन्छ तपाईँलाई म देखाउँछु है त खाएको पनि के देखाएको होला भनेर सोच्नु भएको होला होइन केही छैन मिठो छ गाइस मिठो हैदराबादी बिरयानी पो हो त त्यही पनि दम बिरयानी है गाइस दम भनेको के हो थाहा छैन है त्यही पनि के हो भात मात्रै हालिदिएको छ क्या हो कहाँ छ चिकन चाहिँ यता रहेछ भित्र दामी छ दामी यस्तो छ है गाइस मासु टक्क छ होइन ल गाइस आजको भिडियो चाहिँ म इन्ड गर्नेवाला छु है अब तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो कमेन्ट गरिदिनु होला र भिडियो लास्टसम्म हेरिदिनु भएको छ भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अनि सब्सक्राइब है मेन कुरा चाहिँ सब्सक्राइब गरिदिएर माया बढाइदिनु होला होइन अब आउने भिडियोहरू झन् बब्बाल हुनेछ है यो चाहिँ दुबई फ्रेम भन्छ यसलाई चाहिँ होइन त्यहाँ पनि म भोलितिर जानेवाला छु त्यहाँ पनि त्यहाँको सबै भिडियोहरू बब्बाल आउनेवाला छ
अब आउने भिडियोहरू हेर्नको लागि सब्सक्राइब गरिदिनु ल गाइस सी यु इन नेक्स्ट भिडियो टिल देन स्टे सेफ स्टे हेल्दी बाई बाई